हेलो गाइज, सबैजना नमस्ते। अब तपाईहरुले चाहिँ मलाई कतिले चिन्नु भएको होला, कतिले हैन चिन्नु भएको छैन होला। म चाहिँ ब्लाइन्ड डेट सिजन 3 को कन्टेस्टेन्ट दिप्लव उमात्य। मैले चाहिँ आज के भन्न र मैले यहाँनिर हैन म यसरी आए भन्दाखेरि मलाई चाहिँ ब्लाइन्ड डेटको हुन्छ नि मलाई माया गर्ने सपोर्ट गर्नेहरूले हैन मेरो भ्युअरहरूले चाहिँ नि मलाई भ्लगहरु युट्युबमा राख्नु, भ्लगिङ गर्नु भनेर मलाई धेरै इन्करेज गरिरहनु भएको छ हैन। धेरै मेसेज पनि आएको छ। अनि मैले पनि यसो विचार गरेँ के यति माया गरेर हैन यति माया गर्ने अडियन्स दर्शक पाएको छु मैले हैन। अनि उहाँहरूले भनेको कुरालाई कसरी मैले नाइ भन्नु हैन। त्यही भएर मैले चाहिँ अब भ्लग हाल्ने युट्युबमा चाहिँ अब भ्लगिङ गर्ने अलिकति हुन्छ नि भन्ने प्लानिङ गरिरहेको छु। अब यसमा चाहिँ के छ भन्दाखेरि अब हजुरहरूले साथ सपोर्ट माया गर्नुहुन्छ भनेदेखि चाहिँ हैन अभियसली मैले पनि भ्लगिङ गर्नेछु हैन। तर मलाई अब भन्छन् नि अब हाम्रो भ्युअर भनेको हाम्रो भगवान हो क्या, तपाईहरु भनेको हाम्रो भगवान हो। तपाईहरु हुनुहुन्छ त्यही भएर हामी छौँ हैन। तपाईहरुले मलाई दिप्लव के हैन भ्लगिङ गर हैन भनेर भन्नुहुन्छ, इन्करेज गर्नुहुन्छ भनेदेखि हैन डेफिनेटली म गर्छु हैन। किनभने अब कतिजनाले यस्तो भन्नुहुन्छ क्या भ्लगिङ गर हैन भ्लगिङ गर्नु तपाईको भोइस मनपर्छ भन्नुहुन्छ, कतिले हैन कतिले चाहिँ अब मतलब बोल्ने तरिका मनपर्छ भन्नुहुन्छ हैन। अनि त्यो कुराहरूले मलाई इन्करेजमेन्ट दिन्छ, इन्करेज गर्छ हैन। त्यही भएर चाहिँ मैले आज अब तपाईहरुलाई पनि सोध्दैछु क्या सबैजनालाई मैले के गर्दा ठिक हुन्छ। मैले भ्लगिङ गर्दा तपाईहरुलाई हैन मैले भ्लगिङ गरौँ कि स्टार्ट गरौँ कि नगरौँ कि तपाईहरुको के सल्लाह सुझाव हैन लाइक अब कस्तो टाइपको भिडियो गरौँ हैन केही छ भने प्लिज कमेन्ट गर्नु होला हैन। र यसै गरी हैन जतिजनाले अब माया गर्नुभएको छ हैन अब मेरो र मुस्कान गुरुङलाई मन पराइदिनु भएको छ हैन उहाँहरूलाई सबैजनालाई म अनुरोध गर्दछु हैन कृपया यो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला। यदि मैले भ्लग बनाएँ भनेदेखि सबै यही च्यानलमा आउने हो। त्यही भएर प्लिज च्यानललाई चाहिँ नि हजुरहरूले सब्सक्राइब गरिदिनु होला। र म फेरि पनि भन्न चाहन्छु हाम्रो भ्युअर भनेकै हाम्रो भगवान हो। त्यही भएर तपाईहरु कुरालाई चाहिँ नि म आत्मसात गरेर अगाडि बढ्नेछु। तपाईहरुले हो हैन भाइ दाइ गर्नुस् हैन भाइ गर भन्नुहुन्छ भनेदेखि हैन भ्लगिङ म डेफिनेटली गर्नेछु।